सबै केटा उस्तै हुन्छन्। केटाहरू त केटै हुन्छन्। मौका पाए केटीहरूलाई जहाँ पाए त्यही सुन्छन्। केटाहरूले नै ल्याए विकृति समाजको। केटाहरू नै सबै समस्याको जड हो। केटाहरूसँग टाढै बसे, केटाहरूको जालमा नफसे, केटाहरूको भरोसा नगर्नु। कोही केटा नजिकिन खोजे पनि एक कोस पर सर्नु। किनकि सबै केटा उस्तै हुन्छन्। होइन, सबै केटा उस्तै हुँदैन। केटीहरूलाई देवी समान इज्जत दिने केटाहरू पनि देखेकी छु। साना साना कुरामा भावुक भएर रुने केटाहरू पनि भेटेकी छु। तर जब केटाहरू रुन्छन् नि, तिमी आफै भन्छौ, छ्या, केटा भएर पनि रुन्छस्, यस्तो तालले त नामर्द हुन्छस्। कोही केटा शोषित भएको कुरा थाहा पाए त्यो तिम्रो लागि हाँसोको विषय बन्छ। समाजले साँच्चीकै त्यो मान्छेलाई नामर्द भनी गन्छ। ओइ, त्यसलाई हेर्न, त्यसको बुढीले त त्यसलाई पुर्थे यार भन्ने ठाउँ ठाउँमा समाचार बन्छ। हो, समाचार केटीहरू बढी शोषित भएको बाहिरिन्छ। तर केटाहरू शोषित भएको समाचार बाहिरिए केटाहरूलाई नै बढी डर छ। सबैजनाले मेरो खिल्ली उडाउलान्, अनेक नामले मलाई चिलाउलान् भन्ने। सबै केटा उस्तै हुँदैनन्। कोही केटाले कोही केटीलाई साँचो प्रेम गरे जोइ बिग्रे। तर आफ्नो प्रेम नजताए, छ्या, सबै केटाहरू बिग्रे। वास्तवमा केटीहरूप्रति हेर्ने नजर मात्र होइन, केटाहरूप्रति हेरिने नजर पनि फेर्न जरुरी छ। किनकि मान्छेको पहिचान मान्छेको लिङ्गले होइन, आन्तरिक बानी व्यवहारले जनाउँछ। सबै केटा उस्तै हुँदैनन्। जुन सबै केटा उस्तै हुन्छन् भन्ने कालो पट्टीले हाम्रो आँखा छोपिएको छ नि, त्यसलाई कहिलेकाहीँ हटाएर त हेरौँ। केटाहरूको चरित्रमा औँला उठाउन अगाडि साँचो के हो कुरा त्यो बुझ्न त खोजौँ। एकजना बदमास हो भन्दैमा सबैजना बदमासी गर्छन् भन्ने के छ र? एकजनाले गर्दा सबै केटाहरूलाई उस्तै ठान्नु के मूर्खता होइन र? सबै केटा उस्तै हुँदैनन्। धन्यवाद।